Hi everyone, welcome to my YouTube channel. Nursing with सिजनमा वेलकम छ हजुरहरूलाई. सो फर्स्ट अफ अल आज चाहिँ हामीले चाहिँ एन्क्लेसको क्वेसन्सहरू चाहिँ रिभाइज गर्छौँ. कस्तो खालको क्वेसन्सहरू चाहिँ एन्क्लेस इक्जाममा चाहिँ हामीले चाहिँ प्रिडिक्ट गर्न सकिन्छ, आउन सक्छ है त. त्यो खालको क्वेसन्सहरू चाहिँ हामीले रिभाइज गर्छौँ है. आज चाहिँ हाम्रो फर्स्टमा छ पार्ट 1 छ है. पार्ट 1 भन्नुको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ पार्ट 1मा चाहिँ हामीले 5वटा क्वेसन्स गर्ने, धेरै मेन्टली प्रेसर नलिकन, ह्याडक नलिकन, फर द बिगिनर्सको लागि हो नि त यो क्वेसन्सहरू. अनि अब पार्ट 2मा चाहिँ हामीले हल्का हार्ड 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 यसो जान्छौँ है त. अब हाम्रो फर्स्ट क्वेसन छ है. मैले समय खेर नफाइकन गरेँ ल. फर्स्ट क्वेसन छ हाम्रो चाहिँ सेभरल रेसिडेन्ट्स इन अ रुरल कम्युनिटी रिपोर्ट रेकर्डिङ headaches, nausea, dizziness after drinking and cooking with waters from private wells. Some families also note a metallic taste and unusual odor in the water. As part of this public health response, team while actions should the community health nurse take first. कस्तो खालको कम्युनिटी एक्सन चाहिँ कम्युनिटी नर्सले चाहिँ फर्स्टमा लिन्छ यो कन्डिसनमा भनेर चाहिँ हामीले अप्सन्स पढ्छौँ. एडभाइस residents to temporarily use bottled water for drinking and food preparations हो कि हाम्रो एडभाइस के दिन सकिन्छ होइन. त्यो माथिको क्वेसन्स कसैलाई हेडेक आएको छ, कसैलाई नजिया आएको छ, कसैलाई डिजिनेस भएको छ होइन. त्यो ड्रिङ्किङ र कुकिङ वाटरहरूले गर्दाखेरि चाहिँ त्यो प्राइभेट वेल्सको पानीहरू लिँदाखेरि कस्तो खालको चाहिँ एडभाइस हामीले दिन सकिन्छ भनेर चाहिँ त्यो छ है. अब सेकेन्ड अप्सन्स पढौँ. हामीलाई यो अप्सन्स सुइटेबल हुन्छ कि लाग्छ कि लाग्दैन भनेर है. रेकर्ड द कम्प्लाइन्ट एन्ड सबमिट अ रिपोर्ट टु द लोकल हेल्थ डिपार्टमेन्ट्स. अब हामीले के गर्ने त, फर्स्ट प्रायोरिटी हाम्रो के हो त, रेकर्ड गर्ने यो कम्प्लाइन्टहरूलाई अनि त्यसपछि रिपोर्ट गर्ने हो कि हेल्थ मिनिस्टरहरूलाई. र अर्को छ रिकमेन्ड ओभर द काउन्टर मेडिकेसन्स टु रिलिभ रिपोर्टेड सिम्टम्स हो कि. अनि एरेन्ज फर इमिडिएट कलेक्सन्स एन्ड ल्याबोरेटरी टेस्टिङ अफ वेल वाटर स्याम्पल्स हो कि. कुन चाहिँ बेस्ट एन्सर लाग्छ हजुरहरूलाई, त्यो एन्सर एकैछिनलाई गेस गर्नु ल. कुन चाहिँ लाग्यो हजुरहरूलाई? पक्कै पनि हजुरहरूलाई गेस लागेको हुनसक्छ अप्सन डी होइन. अब के हो त भन्दाखेरि चाहिँ अब रेसनल किन डी लाग्यो त भन्दाखेरि चाहिँ एरेन्ज फर इमिडिएट कलेक्सन्स एन्ड ल्याबोरेटरी टेस्टिङ अफ वेल स्याम्पल लाग्यो. किनकि त्यहाँ अघिको अप्सनमा के थियो भन्दाखेरि चाहिँ अब कस्तो कस्तो खालको चाहिँ वाटरमा कुन कुन खालको चाहिँ ब्याक्टेरिया छ कि के कारण लाग्यो भनेर चाहिँ हामी थाहा पाउनु पऱ्यो नि त. हो त्यसको लागि चाहिँ हामीले के गर्नु पऱ्यो त भन्दाखेरि चाहिँ सुरुमा एरेन्ज फर इमिडिएट कलेक्सन्स एन्ड ल्याबोरेटरी टेस्टिङ अफ वेल वाटर स्याम्पल्स है. यो चाहिँ हाम्रो हुन्छ. किन हुन्छ? सिम्टम्स कम्बाइन्ड विथ चेन्जेस इन वाटर टेस्ट एन्ड order suggest possible chemical contaminations. Water testing is needed immediately to identify the specific hazard which determine the appropriate public health response without confirmed data. Effective interventions and long-term preventions can't be safety planned है. त्यो कारणले गर्दाखेरि चाहिँ के भयो त, अप्सन डी इज द बेस्ट एन्सर. तपाईँहरूको मनमा के लागेको छ त्यो पनि तपाईँहरूले कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ र मैले रिभ्यू गर्छु कमेन्ट अनि तपाईँहरूलाई रेस्पोन्स गर्छु है त, रिप्लाई गर्छु. अप्सन ए, अप्सन बी, अप्सन सी किन भएन भनेर त्यही लेखेको छ. भिडियो लामो हुन्छ, हामीलाई बोरिङ लाग्न सक्छ है. अब यदि एक्सप्लेन गर्नु भनेको भए त म गरिदिन्थेँ. सो जस्ट अब हामी सर्टकटमा जाऊँ न, किन भयो भन्ने त जाऊँ है त. अब हाम्रो नेक्स्ट स्लाइडमा के छ त भन्दाखेरि चाहिँ अप्सन सी. अब अप्सन के छ त भन्दाखेरि चाहिँ बीमा जाऊँ, क्वेसन नम्बर 2मा जाऊँ. A community health nurse is assessing the effectiveness of a year-long childhood obesity prevention program that includes nutrition, education, physical activity sessions, and family counseling. Several types of data have been collected during after program implementations, which finding best indicates that the program has achieved its primary health objectives. कुन चाहिँ बेस्ट फाइन्डिङ हुन्छ त प्राइमेरी हेल्थ अब्जेक्टिभ्सको लागि भनेर चाहिँ हामीले यहाँ के गर्नुपर्छ त, फाइनल गर्नुपर्ने छ. अप्सन्सहरू चुज गर्नुपर्छ. सुरुमा हेरौँ है. अब एन इन्क्रिज इन द नम्बर अफ एजुकेसनल मेटेरियल डिस्ट्रिब्युटेड टु फ्यामिलीज है. कन्सिस्टेन्टली हाई इन एटेन्डेन्स रेट्स एट एक्सर्साइज एन्ड न्युट्रिसन सेसन्स हो कि. अ सस्टेन डिक्रिज इन पार्टिसिपेट अफ बिएमआई फर एज पर्सेन्टाइल्स हो कि. अनि पोजिटिभ फिडब्याक स्कोर्स अन पोस्ट प्रोग्राम सेटिस्फ्याक्सन चाहिँ छ. करेक्ट एन्सर इनकरेक्ट एन्सर भनेर आएको छ है. यो नचुकिनुहोस्, यो मिस्टेकली टाइप भएको हो है. अघि मैले डिलिट गर्छु भन्दा भन्दै पनि
यो मिस्टेक भएछ, सरी त्यसको लागि चाहिँ। अब यसको एन्सर चाहिँ के हुन्छ, यो करेक्ट र इन्करेक्टलाई अहिले हटाइदिनुहोस् है तपाईँको ऊबाट। अब यसको राइट एन्सर भनेको चाहिँ सस्टेन डिक्रिज इन पार्टिसिपेन्ट बिएमआई फर एज पर्सेन्टाइल्स है। बिएमआई फर एज पर्सेन्टाइल्स भनेको के हो त भन्दाखेरि चाहिँ आर अब्जेक्टिभ्स इन्डिकेटर्स अफ चिल्ड्रेन्स। हामीले बिएमआई नापिन्छ नि त बच्चाहरूको होइन, ग्रोथ प्याटर्न्सको लागि चाहिँ कुन कुन वेट प्याटर्नको लागि, वेट स्टाटसको लागि, ग्रोथ प्याटर्नको लागि। अ सस्टेन डिक्राइज रिफ्लेक्ट इम्प्रुभड न्युट्रिसन्स एन्ड एक्टिभिटी बिहेभियर ओभर टाइम। This demonstrates true improvement in physical health rather than short-term participations or perception है। क्वेसन्स पढ्ने, क्वेसन दुईचोटि पढ्ने, बुझिन भने पढ्ने होइन। एउटा कमिटी नर्सले चाहिँ एसेसिङ गरिरहेको छ इफेक्टिभनेस लङ टर्मको लागि चाहिँ होइन, चाइल्डहुड ओबेसिटीको लागि म्यानेज गर्नको लागि एउटा प्रोग्रामहरू चाहिँ हेरिरहेको छ। बेस्ट अन के भन्दाखेरि चाहिँ न्युट्रिसन, फिजिकल एक्टिभिटी सेसन्सको लागि, फ्यामिली काउन्सिलिङको लागि सेभरल टाइप अफ डेटा हेभ बिन कलेक्टेड। उनीहरूले धेरै टाइपको चाहिँ डेटाहरू कलेक्ट गरिसकेको छ ड्युरिङ त्यो समयको र आफ्टर समयको प्रोग्राममा। अब कुन चाहिँ बेस्ट फाइन्डिङ हुन्छ त त्यो खालको चाहिँ प्राइमेरी अब्जेक्टिभहरू त्यो मिट गर्नको लागि, हेल्थ अब्जेक्टिभ मिट गर्नको लागि भनेको छ। कुन चाहिँ भन्दाखेरि चाहिँ चिल्ड्रेन भन्ने बित्तिकै चाहिँ हामीले चिल्ड्रेनलाई चाहिँ के गर्छौँ त भन्दा ओभर बिएमआई भयो भने के हुन्छ, ओबेसिटी यस्तो यस्तो आइरनहरू देखिन्छ नि त हो। अब त्यो लङ टर्मको लागि म्यानेजमेन्ट गर्नको लागि चाहिँ सो बिएमआई हेर्नु पऱ्यो नि त, बिएमआई अनि ओबेसिटी भनेर चाहिँ यसरी रिलेट गर्न सक्नु पऱ्यो। सो हाम्रो बेस्ट एन्सर भनेको चाहिँ करेक्ट एन्सर भनेको चाहिँ सी हुन्छ है त एमा। अब यसको एन्सर पनि हामीले हेरिसक्यौँ है। अब क्वेसन नम्बर 3मा जाऊँ। अ कम्युनिटी हेल्थ नर्स प्लान्स एन्ड इम्प्लिमेन्ट्स ट्युबरक्लोसिस स्क्रिनिङ vaccination referral and hygiene education program for individuals है living in high crowded and secure environment. The nurse also collaborates with security staff to manage infection control and outbreak prevention. In which practice setting is this nurse most likely employed? कस्तो खालकोमा चाहिँ नर्सले चाहिँ इम्प्लोइड हुन्छ कि मोस्टली चाहिँ गभर्मेन्ट पब्लिक हेल्थ एजेन्सी हो कि, होम हेल्थ एजेन्सी हो कि, स्कुल हेल्थ सर्भिसेस हो कि, कोरेसनल फेसिलिटी हो है। अब एउटा नर्सले चाहिँ प्लान गरिरहेको छ, नर्स प्लान्स एन्ड इम्प्लिमेन्ट ट्युबरक्लोस स्क्रिनिङको लागि र भ्याक्सिनेसन रिफरलको लागि अनि हाइजिन एजुकेसनको लागि होइन, प्रोग्रामको लागि एउटा इन्डिभिजुअल लिभिङ इन द हाइली क्राउडेड एन्ड सेक्योर इन्भाइरोमेन्टको लागि। द नर्स अल्सो कोलाबरेट विथ द सेक्युरिटी स्टाफ टु म्यानेज इन्फेक्सन कन्ट्रोल एन्ड आउटब्रेक प्रिभेन्सन। नर्स अल्सो को छ त कोलाबरेट भइरहेको छ सेक्युरिटी स्टाफसँग, इन्फेक्सन कन्ट्रोल टिमहरूसँग पनि के भन्छ त कोलाबरेट भइरहेको छ। किन? त्यो कन्ट्रोल गर्नको लागि, त्यो आउटब्रेक गर्नको लागि, प्रिभेन्सनको लागि होइन। इन विच प्र्याक्टिस सेटिङ इज द मोस्ट लाइकली इम्प्रुभ। अब भन्नुपर्छ हामीले कुन चाहिँ क्षेत्रमा चाहिँ कुन चाहिँ के भन्छ एजेन्सी, कुन चाहिँ सँग चाहिँ यो नर्सले चाहिँ काम गरेको हुनसक्छ भनेर चाहिँ हेर्नुपर्छ। गभर्मेन्ट पब्लिक हेल्थ एजेन्सी हो कि, होम हेल्थ एजेन्सी हो कि, स्कुल हेल्थ सर्भिसेसमा बेस भएको हो कि यो नर्स। यसको काम हेर्दाखेरि चाहिँ होइन, यो नर्सको काम हेर्दाखेरि चाहिँ ऊ नै कुनमा चाहिँ कहाँ बेस भएको हो त्यो चाहिँ हेर्न सकिन्छ। कोरेसनल फेसिलिटीमा हो भन्दाखेरि चाहिँ अब यो सबै हेर्दाखेरि यो नर्सले चाहिँ एउटा के छ त भन्दाखेरि चाहिँ ट्युबरक्लोसिस छ, भ्याक्सिनेसन पनि छ, हाइजिन पनि छ, अझ कम्युनिटीको त्यो बाहिर गएर सेक्युरिटी स्टाफहरूसँग इम्प्रुभमेन्ट छ, अनि इन्फेक्सन कन्ट्रोलमा पनि के चाहिँ इन्भल्भमेन्ट छ भनेपछि यो चाहिँ के भयो त भन्दाखेरि यसको एन्सर तपाईँहरूले गेस गर्नुपर्छ के होला त्यसको एन्सर। अप्सन 3 को एन्सर हेरौँ अब। अप्सन डी पक्कै पनि, किनकि त्यो नर्सलाई के छ त भन्दाखेरि चाहिँ थुप्रै ठाउँमा डिभाइड भएको छ नि त हो, त्यही भएर कोरेसनल फेसिलिटी भनेर भनेको छ है। विच इन्क्रिज द कम्युनिकेबल डिजिज ट्रान्समिसन, विच इन्क्रिज द रिस्क। अब त्यो नर्सलाई के छ डिफ्रेन्ट सेटिङ गरेको छ नि त, इन्भल्भमेन्ट भएर चाहिँ थुप्रै खालको चाहिँ कम्युनिटी जताततै इन्भल्भमेन्ट गएपछि के भयो त एउटाको डिजिज कन्डिसन अर्कोलाई, अर्कोको डिजिज कन्डिसन अर्कोलाई गरेर के भयो त कम्युनिकेसन डिजिज चाहिँ के हुन्छ ट्रान्समिसन गर्ने भयो नि त। नर्स इज द setting focus heavily on screening, prevention and health educations to control outbreak. Collaboration with custody staff is also characteristic of core nursing practice. बुझ्नु है हो, त्यही भएर के बेस्ट एन्सर अप्सन डी भयो है। अप्सन क्वेसन नम्बर 4मा जाम अब है, जम्प गरौँ स्टार्ट है त। बोरिङ हुनु भएन है, एकदमै एनर्जीको साथ पढ्नु पर्यो। ओके लेट्स स्टार्ट। A community health nurse is working with families living in the older housing where children have been diagnosed with elevated high blood lead levels and blood pressure levels. Which interventions would the nurse recommend to help lessen ongoing lead exposure in children? Blood lead level चाहिँ के छ भन्दा चाहिँ एलिभेट भएको छ होइन, ओल्डर हाउसिङमा काम गरेको छ, वेयर चिल्ड्रेन पनि के भएको छ त भन्दाखेरि डायग्नोज भएको छ केमा भन्दाखेरि चाहिँ ब्लड लिड चाहिँ लेभल चाहिँ हाई भएको कारणले। अब कस्तो खालको चाहिँ
नर्सले चाहिँ रिकमेन्ड गर्नुपर्छ त त्यो खालको चाहिँ एक्सपोजर, त्यो खालको चाहिँ ब्लडले लाई चाहिँ लेस गर्नको लागि भनेको चाहिँ सिलेक्ट कुन कुन तपाईँलाई उपयुक्त लाग्छ त्यो चाहिँ के गर्नुपर्छ, सिलेक्ट गर्नुपर्छ। अब फर्स्टमा छ अप्सन्स पढौँ है त। Arrange professional inspections and removal of peeling, bleed-based paint. Provide routine vitamin C supplements to all children. Encourage frequent hand washing only without home medications, home modifications. Teach families to use wet mopping and damp dusting techniques. Support replacement and of old lead containing water pipes. Advise families to open windows daily to improve air circulation. कुन कुन अप्सन्सहरू चाहिँ आफूलाई चाहिँ सुइटेबल लाग्छ त्यो चाहिँ तपाईँले चुज गर्न सक्नुपर्छ। राइट एन्सर मात्रै है फेरि। अब रेडी हो? तपाईँहरूले गेस गर्नुभयो? गेस गर्ने समय पनि आफू हल्का भिडियोलाई पज गर्ने, गेस गर्ने अनि एन्सर भन्ने है त। ल लेट्स स्टार्ट है। करेक्ट एन्सर छ एडिई। को मिलाउनु भएको छ त्यो चाहिँ हेर्नु पर्यो है। अब एडिई भन्दाखेरि चाहिँ किन त भन्दाखेरि चाहिँ लिड एक्सपोजर, अब कुनै कुनै लिडहरू हुन्छ नि, अब त्यो त्यो खालकोले भन्दाखेरि चाहिँ डिटरिङ पेन, कन्टामिनेटेड हाउस डस्ट, यस्तो एजिङ पम्पिङ सिस्टम्स, रिमुभल लिड बेस्ड पेन, यस्तो यस्तो खालको पेनहरूले चाहिँ गर्दाखेरि चाहिँ अनि युजिङ वेट क्लिनिङ मेथड्स, वेट क्लिनिङ त्यो मेथड्सहरू हुन्छ नि, अनि एन्ड रिप्लेसिङ द ओल्ड पाइप डाइरेक्टली इलिमिनेट मेजर सोर्सेस अफ एक्सपोजर। दिस इन्टरभेन्सन फोकस अन इन्भाइरोमेन्टल कन्ट्रोल विच इज द मोस्ट इफेक्टिभ मेथड अफ फर प्रिभेन्टिङ लिड पोइजनिङ। अब कुनै कुनै बच्चाहरू त देख्दैन नि त त्यहाँ होइन के कुन खालको लिड हो के हो। सो त्यस्तो खालको लिडहरूलाई चाहिँ हामीले चाहिँ के गर्न सक्छ त भन्दाखेरि चाहिँ पहिल्यै नै फोकस गरेर चाहिँ हामीले के गर्नुपर्छ, इन्भाइरोमेन्टमा कन्ट्रोल गर्न सकियो र इफेक्टिभ मेथड पनि हो यो चाहिँ के गर्नु भन्दाखेरि चाहिँ लिड पोइजनिङको प्रिभेन्सनबाट बस्नको लागि है त। र अप्सन्स यो बिसिएफ चाहिँ किन भएन भनेर पनि त्यहाँ लेखेको छ। अब अप्सन बी चाहिँ के त भन्छ ब्लाइन्ड लेसन लिड एब्जर्प्सन्स हो बट डज नट रिमुभ लिड फ्रम द हाउस इन्भाइरोमेन्ट। सप्लिमेन्ट एलोन आर नट सफिसियन्ट टु एभोइड कन्टिन्युस एक्सपोजर। यो भनेको चाहिँ भाइटामिन सी किन भएन, ह्यान्ड वासिङले कसरी गर्यो, लिडको लागि इम्प्रुभमेन्टको लागि कसरी गरे हो, त्यो चाहिँ अप्सन्स किन भएन भनेर पनि लेसन दिएको छ, त्यो पढ्नु पऱ्यो है। अब अप्सन्स क्वेसन नम्बर 5 हुन्छ मामी, यदि छिटो भएको छ भने पनि छिटो भयो भनेर भनिदिनुहोस् ल, मेरो बोली अलिक छिटो फास्ट 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 छ नि त है। ओके यु गट इट होइन। अब ड्युरिङ schedule of home visit, a community health nurse is assessing multiple family members who report different health concerns. While gathering information, the nurse learns that one child may have swallowed an unknown household substance. यो एकदमै कमन छ है, यो चाहिँ आउन सक्छ क्वेसन्सहरू। अर्लियर इन द डे विच फ्यामिली मेम्बर्स टु द नर्स एसेस फर्स्ट, कस्तो खालको फ्यामिली चाहिँ उसले नहेर्नु पर्छ त। अब हेरौँ यहाँ, अ टोल्डर हु हेज बिन फाउन्ड प्लेइङ नियर हाउस होल्ड क्लिनिङ सप्लाइज अर्लियर इन द डे, a father experiencing chronic lower back pain for several months, a grandmother with well-controlled type 2 diabetes, a mother who reports ongoing fatigue and has been diagnosed with a mild anemia। कस्तो खालको चाहिँ यसलाई चाहिँ नर्सले चाहिँ फर्स्ट प्रायोरिटी दिने हो। अब हेर्नु करेक्ट एन्सर इज ए होइन। टोल्डर इज 1 to 3 इयर्सको बच्चालाई किन दिने, हु हेज बिन फाउन्ड प्लेइङ नियर बाई हाउस होल्ड, अनि उसले चाहिँ के गर्छ सप्लाइजहरू चाहिँ के गरेको छ लिएको छ नि त अर्लियर इन द डे एक दिन अगाडि होइन। अब हु हेभ किन भयो त यो एन्सर चुज गर्दाखेरि चाहिँ भन्दाखेरि चाहिँ टोल्डर हो जसले चाहिँ हाउस होल्ड फाउन्ड गर्यो, टक्सिक सब्सटेन्सहरू खाएको छ, इन्जेक्सन गरेको छ र इनहेलेसन गरेको छ। यङ चिल्ड्रेन आर एट हायर रिस्क अफ एक्सिडेन्टल पोइजनिङको लागि बिकज दे एक्सपोज देयर इन्भाइरोमेन्ट बाई पुटिङ अब्जेक्ट इन देयर माउथ। उनीहरूले के गर्छ एक्सप्लोर गरेर आएको हुन्छ, यो खायो भने के हुन्छ त्यो खायो भने के हुन्छ भने एक्सप्लोर गरेर आएको छ, अनि उनीहरू चाहिँ एकदमै हायर रिस्कमा हुन्छ भनेर चाहिँ यसको एन्सरले भनेको छ है। तपाईँहरूलाई कस्तो लाग्यो भिडियो, कस्तो लाग्यो मैले पढाएको कन्टेन्ट, त्यो तपाईँ मजाले फ्रिली आफ्नो फिडब्याकहरू दिन सक्नुहुन्छ। म पनि हजुरलाई फिडब्याक लिन्छु, मैले हजुरहरूलाई फिडब्याक दिन्छु है त। पढ्नुहोस् भनेर फिडब्याक दिन्छु, नबुझेको क्वेसन सोध्नुहोस् भनेर पनि फिडब्याक दिन्छु। यदि तपाईँलाई यस्तै खालको चाहिँ एन्क्लेसको लागि चाहिँ युजफुल भिडियोहरू चाहिएको छ भनेपछि लाइक कमेन्ट सब्सक्राइब सेयर सबै गरिदिनुहोस्। अनि तपाईँ नगरे पनि भयो तर जस्ट गर्नु न, मैले हालेको भिडियोहरू चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ तपाईँको फरिमा आउँछ, अनि तपाईँले चाहिँ यो सिस्टरले चाहिँ राम्रो पढाउनुहुन्छ अनि म हेर्छु भनेर चाहिँ भन्न सक्नुहुन्छ नि त होइन। सो पार्ट 2 चाहिँ हाम्रो भोलि आउँछ, भोलि 5 बजीतिर आउँछ, अनि यहाँको अस्ट्रेलियन टाइम होइन, त्यही पार्ट 2 मा आउँछ, अनि त्यसपछि चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ है त। ल आजको भिडियो कस्तो लाग्यो, कम्युनिटी बेस्ड क्वेसन्सहरू थियो है, अनि नर्सिङको लागि चाहिँ फर बिगिनर्सको लागि अथवा